समुद्री जलमार्ग स्ट्रेट अफ हर्मुज गएको 48 घण्टामा बन्द हुने र खुल्ने प्रक्रियाले साँच्चै भन्नुपर्दा संसारमा के भइरहेको छ भन्ने कुरा बुझ्ने चासो राख्ने मान्छेहरूलाई कन्फ्युज बनाइदियो क्या। तपाईँ पनि कन्फ्युज हुनुभयो होला, फेक न्युज कहिले बन्द भन्छ कहिले खुल्छ भन्ने मान्छेको दिमागमा पर्यो पनि होला। वास्तवमै भएकै हो क्या त्यो घटना। साँच्चै भन्नुपर्दा गएको 48 घण्टामा स्ट्रेट अफ हर्मुज खुल्ने र बन्द हुने प्रक्रिया भइरहे र अन्ततः अहिले फेरि बन्द नै छ। यो चाहिँ अमेरिकाको दादागिरी। हामीले खोले पनि अमेरिकाले चाहिँ त्यसलाई पूर्ण रूपमा स्वीकारेन, आफ्नो दादागिरी देखाइरह्यो स्ट्रेट अफ हर्मुजमा। त्यही भएर चाहिँ हामीले फेरि बन्द गर्यौं भन्ने कुरा पनि आएको छ। तर आन्तरिक रूपमा यसलाई हेर्ने हो भने वास्तवमा नमिलेको कुरा चाहिँ के हो भन्नुहुन्छ भने डोनाल्ड ट्रम्पले भनिरहेका थिए अब लगभग पूर्ण रूपमा युद्ध शान्ति हुन्छ, इरानले चाहिँ हाम्रा सबै प्रस्तावहरू मान्यो। मुख्य कुरा चाहिँ के हो भन्नुहुन्छ भने 400 केजी प्रशोधन गरिएको जुन युरेनियम छ त्यो चाहिँ अमेरिकालाई हस्तान्तरण गर्ने भयो भनेर चाहिँ न्युज आयो र त्यही न्युज उनीहरूले खण्डन पनि गर्दै आए। त्यो होइन, हामीले सहमति गरेका छैनौँ, हामी युरेनियम प्रशोधन गर्छौँ, हामी बम बनाउँछौँ भन्छन् उनीहरू। डोनाल्ड ट्रम्प भन्छन् होइन सहमति भइसक्यो भन्छन्। मतलब हो त्यही कुरा लिएर यता स्ट्रेट अफ हर्मुजले चाहिँ थप्पड खाइरहेको छ क्या। मतलब उनीहरूको कुरा उता मिल्दैन, एउटा कुरा उसले एक थोक भन्छ अनि फेरि यता खुल्ला जस्तो हुन्छ, फेरि उसले होइन त्यो सहमति भएको छैन भन्छ, फेरि त्यसको असर स्ट्रेट अफ हर्मुजमै पर्छ। यहाँ तपाईँहरूलाई मैले पहिले पनि भनेको थिएँ क्या, यहाँ युद्ध एकातिर छँदैछ, युद्ध सकिने नाम पनि छैन। साँच्चै भन्नुपर्दा युद्ध एकदमै अन्युलमा छ। साँच्चै भन्नुपर्दा युद्धको यो घडी एकदमै अन्युलमा छ। के हुने हो भोलिबाट नै के हुने हो या 2 घण्टा पछाडिबाट के हुने हो भन्ने कुराको टुङ्गो छैन। तर डोनाल्ड ट्रम्पले पैसा चाहिँ कमाइरहेका छन् क्या, व्यवसाय गरिरहेका छन् उनीहरू। महँगो भएको बेलामा तेल बेच्न खोजिरहेको छ। उसले भनि पनि रहेको छ तेलको लागि टेन्सन नलिऊ, तेलै तेल छ अमेरिकाभरि, कति तेल चाहिन्छ लिएर जाऊ भनिरहेको छ। पहिले तेलको प्राइस बढाउने अनि त्यस पछाडि तेल कति लान्छौ लैजाऊ भनिरहेको छ। भनेपछि उसको सिधा मनसाय के हो भने आफ्नो तेल बेच्ने हो। चाइनालाई पनि अमेरिकाले त्यही भनिरहेको छ, तेल मसँग किनेर लैजाऊ न, इरानसँगको सम्बन्ध सक भनिरहेको छ। तपाईँलाई मैले धेरैचोटि भनेको छु क्या, यो सिज फायर स्थायी शान्तिको लागि भएको होइन क्या, यो युद्धको तयारी नै हो। उनीहरूले कसरी हुन्छ इरानलाई एक्ल्याउने प्रयास गरिरहेका छन्, कसरी हुन्छ चाइनालाई हात लिने, चाइनालाई खुसी पार्नको लागि ट्विट गरिरहेका छन् डोनाल्ड ट्रम्पले। मतलब चाइनालाई खुसी बनाउने प्रयास भइरहेको छ, रसियालाई खुसी बनाउने प्रयास भइरहेको छ, उनीहरूको तारिफ गरिरहेका छन् अनि सँगसँगै इरानलाई एक्ल्याउने प्रयास भइरहेको छ। मतलब तपाईँलाई मैले योभन्दा अगाडिको भिडियोमा पनि भनिरहेको छु क्या, यो चाहिँ एउटा स्ट्राटेजी हो। युद्ध रोके जस्तो गर्ने अनि युद्धको तयारी गर्ने अनि इरानका हात खुट्टाहरू काटिदिने, आफ्नो सेना अब पाकिस्तानलाई हेर्नु, आफ्नो सेना साउदीतिर पठाउने अनि त्यस पछाडि आफू चाहिँ इरानतिर ललाइ फकाइ गर्नलाई जाने। मतलब यो स्ट्राटेजीहरू हेर्दा यी सबै रूपरङहरू हेर्दाखेरि युद्धको तयारी भइरहेको छ, युद्ध कुनै पनि बेला हुन सक्छ र यही बेलामा डोनाल्ड ट्रम्पले पैसा पनि कमाइरहेका छन् क्या। सिधा सिधी हेर्ने हो भने उनीहरूको आफ्नो स्वार्थहरू पूरा भयो भने युद्ध रोकिन पनि सक्छ, तर रोकिने चान्सेस एकदमै कम छ क्या। यो सिज फायरले स्थायी शान्तिको रूप लिने चान्सेस एकदमै कम छ। जाँदा जाँदै इरानमा भएको एउटा घटनाको जानकारी गराउँछु। त्यो घटना चाहिँ खासमा भन्यो भने जनवरीको घटना हो, जतिखेर चाहिँ इरानमा निरङ्कुश शासन भयो भनेर इरानका जनताले नै इरानको जुन अहिले चलिरहेको रिजिमको विरुद्धमा प्रदर्शन गरेका थिए र त्यो प्रदर्शनमा चाहिँ 40,000 भन्दा बढी इरानीहरू मारिए। हुन त यस्तो प्रदर्शनहरू इरानमा पहिलेदेखि नै भइरहेकै छन्। वास्तवमा तपाईँलाई थाहा छ कि छैन, इरानमा निरङ्कुश शासन नै छ लगभग 50 वर्षदेखि। त्यतिखेर धेरैलाई फाँसी पनि दियो र धेरैलाई बन्दी बनाएर राखिएको छ। ती बन्दी मध्ये 4 जनालाई र यो जोडी प्लस अरु 2 जना गरेर 4 जनालाई चाहिँ फेरि पनि इरानको सरकारले यो युद्धकै बेलामा मृत्युदण्डको घोषणा गरेको छ। हुन त त्यो इरानको व्यक्तिगत मामला हो, तर पनि युद्धकै यो घडीमा युद्धकै यो पलमा चाहिँ आफ्नै देशका नागरिकलाई मृत्युदण्ड नदिएको भए या मृत्युदण्डको सजाय मृत्युदण्डको फैसला नसुनाएको भए हुन्थ्यो भन्ने मेरो धारणा हो। तपाई पनि आफ्नो धारणा कस्तो छ, तपाईलाई कस्तो लाग्छ आफ्नो धारणा राख्न सक्नुहुन्छ। अब म इरानमा भएको प्रदर्शनलाई नेपालसँग जोड्छु है त, ठ्याक्कै मिल्छ पनि। अस्ति नेपालमा पनि केपी ओलीको निरङ्कुश शासन भयो भनेर नेपाली जनताले विद्रोह गरे, प्रदर्शन गरे र त्यो प्रदर्शनमा केपी ओलीको सरकार ढालियो र सँगसँगै चुनाव भयो र चुनावमा पनि प्रदर्शन गर्ने प्रदर्शनकारीहरूले समर्थन गरेको दलले नै विजय प्राप्त गर्यो भन्ने कुरा भइरहेको छ। र यदि त्यो प्रदर्शनमा पहिलेकै पुरानै शासनको दबदबा रहन्थ्यो या त्यस पछाडि भएको चुनावमा पुरानै दलहरूले चाहिँ आफ्नो वर्चस्व कायम गर्थे भनेदेखि त्यतिखेरका प्रदर्शनकारीहरूलाई शहीद होइन आतंककारी घोषणा गरिन्थ्यो र बाँकी रहेका पक्राउ परेकाहरूलाई मृत्युदण्ड दिइन्थ्यो या जेल चलान गरिन्थ्यो। हो, सेम टु सेम घटना भएको हो क्या वहाँ पनि।
त्यतिखेर ती प्रदर्शनकारीले जितेका भए यहाँ अर्को शासन व्यवस्था आउँथ्यो, तर उनीहरूले जित्न सकेनन्। त्यहीँको सरकारले चाहिँ दमन गर्यो त्यसलाई। त्यो भइसकेपछि त्यो सरकारले चाहिँ ती प्रदर्शनकारीहरूलाई आतंककारी भनेर घोषणा गर्यो। अब तपाईलाई लाग्छ कि त्यतिखेर नेपालमा भएको त्यो आन्दोलन सही थियो भन्ने लाग्छ भने तपाई अहिले इरानमा हुँदै गरेको विद्रोहको विपक्षमा हुनु पर्यो। यदि होइन त्यतिखेरको आन्दोलन नेपालको गलत थियो, केपी ओली नै सही थिए भन्ने लाग्छ भनेदेखि अहिले इरानमा भएको शासन पद्धति सही छ। अब मिलाएर बुझ्नु है यो कुरालाई। यति नै भने मैले। यति भन्दै बिदा पनि लिन्छु।